सम्पूर्णमा नमस्कार। म हुँ जमबहादुर थापा। मेरो युट्युब च्यानल इङ्ग्लिस वर्ल्ड एक्सप्लोरिङमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। आज मैले हजुरहरूलाई सिटिभिटी अन्तर्गत हेल्थ साइन्समा कम्पलसरी इङ्ग्लिसको मल्टिपल चोइस क्वेसन हामीलाई 20 नम्बरको आउने गर्छ। 20 नम्बरको मल्टिपल चोइस क्वेसनमा हजुरहरूलाई के कस्तो आउँछ भनेर मैले 5वटा सेट लिएर आइसकेको छु। हाम्रो टोटल क्वेसन 100 रहेको छ र यो साथसाथै मैले बेस्ट आन्सर्स कीहरू पनि लिएर आएको छु। हजुरहरूले ध्यानपूर्वक हेर्नुहोला, अध्ययन गर्नुहोला र आफ्नो परिश्रम मेहनतको फल यहाँहरूले पाउनुहुनेछ। र हेल्थ साइन्स अन्तर्गत हामीलाई फार्मेसीलाई यो प्रश्न आउने गर्छ। त्यस्तै गरेर स्टाफ नर्सलाई नर्सिङ कोर्समा, याची कोर्समा हेल्थ एसिस्टेन्टलाई र ल्याब एसिस्टेन्टलाई गरेर हेल्थसँग सम्बन्धित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यो मल्टिपल चोइस क्वेसन 20 नम्बरको आउने गर्छ। यहाँहरूले हेर्न सक्नुहुनेछ। र हामीलाई क्वेसन नम्बर 1 मा जस्तै 4वटा अप्सन दिएको छ भने हजुरहरूले बेस्ट आन्सर कुन लाग्छ त्यो मात्र हामीले क्वेसन नम्बर 1 आन्सर भनेर एउटा बेस्ट आन्सर मात्रै चुज गरेर लेख्नु पर्नेछ। त्यस्तै गरेर यहाँ 20वटै क्वेसनहरू दिएको छ। 20वटा क्वेसन एक सेटमा 20वटा क्वेसनहरू छ जसमा टेन्सबाट आउनेछ। त्यस्तै गरेर एक्टिभ भोइस, पेसिभ भोइस, डाइरेक्ट इन्डाइरेक्ट स्पिच, त्यस्तै गरेर प्रिपोजिसनबाट हामीलाई क्वेसन्स ट्यागहरूबाट अनि एक्सप्रेसिङ विसिङबाट जस्तै त्यो सोध्नेछ। त्यस्तै गरेर अर्को हाम्रो प्रिफिक्स र सफिक्सबाट पनि सोध्नेछ क्वेसन। त्यस्तै गरेर भोक्याबुलरीबाट हामीलाई 5-6 नम्बरको आउँछ। अनि त्यसमा भोक्याबुलरीबाट हामीलाई लोजी लागेका स्पोर्ट्ससँग सम्बन्धित, त्यस्तै गरेर रोगसँग, डिजिजसँग सम्बन्धित क्वेसनहरू सोध्नेछ। मलाई आशा छ यहाँहरूले राम्रोसँग अध्ययन गरेर यो 100वटा प्रश्न, जुन 5वटा सेटको प्रश्न राम्रोसँग गर्नुभयो भने यहाँहरूको निकै राम्रो नम्बर आउनेछ। मैले त्यो विश्वास लिएको छु र यहाँले गर्दै जानुहोला। र यसको उत्तर भिडियोको अन्तिममा राखिएको छ, यहाँहरूले ट्याली गर्न सक्नुहुनेछ र हेरेर प्रतिक्रिया दिनुहोला। यहाँहरूको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।